यो वेलकम टु माई भ्लगिङ है। चट्ट लगाएर हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु होइन। विशेष आज चाहिँ भ्लग बनाउने अब हुन्छ नि, अब सोचा गर्ने छैन केही बुझेनौ। त्यही भएर आजभोलि भ्लग बनाउनै अल्छी लाग्छ है। अनि हाम्रो यहाँ फुटबलको क्रेज धेरै छ क्या, अब जहाँ गए पनि फुटबलको क्रेजै धेरै हुन्छ बुझेनौ। त्यही भएर होइन, त्यही भएर फुटबलको क्रेज नै धेरै के बुझेनौ। त्यही भएर आज म अब के हो, आज हाम्रो के खाना के पाएको छ अरे? आज चिकन, बिहान पनि चिकन, अहिले पनि चिकन। अब बिहानको खाना अहिले खानुपर्छ बुझेनौ। विदेशमा यस्तो छ, साह्रै गाह्रो छ हाम्रो रम्मल। अनि आउने साथीहरूलाई के भन्न चाहन्छु भने राम्रो कन्डिसन बुझेर आइदिनु होला, नत्र त नेपालमा पनि के गर्न सकिहाल्छ नि बुझेनौ। 20-25 हजार त जहाँबाट पनि कमाउन सकिहाल्छ नि होइन। अब नेपाल छोड्नु होइन कि बाबुआमालाई छोड्दाखेरि पीडा हुन्छ होइन। त्यही हो, बाबुआमालाई छोड्नु हुँदैन। बाबुआमासँग बसेर 5,000 भए पनि रमाइदियो है मेरा। तिमी के छ र हो, तिमी चाहिँ के जाति हो? अधिकारी प्योर बाहुन काठो रहेछ भने बुझेँ आज। उपाध्य काठो हो मलाई छोरी, यस्तै हो हाम्रो। अब माया छ होइन, त्यो भएर जे भन्दा पनि हुन्छ कि उपाध्य काठो। हेर्नु है हाम्रो सनलाइट, यहाँ सनलाइट पुगिसकेको छ, आउँछ है हाम्रो सनलाइट चाहिँ। अनि यहाँ चाहिँ हाम्रो अब बल्ल अब घाम जान लाग्यो है बुझेनौ। हाम्रो नेपालमा चाहिँ कति बज्यो भने 8 बज्यो होला, अब 8 बज्न लाग्यो होला होइन। अनि यहाँको र नेपालको 1 घन्टा 45 मिनट त्यस्तै डिफ्रेन्टमा छ अरे के होइन। हाम्रो चाहिँ प्योर रक्सी पाउने ठाउँ, रक्सी पाउने भट्टी भन्दा पनि हुन्छ यसलाई बुझेनौ। यो हाम्रो नेपाली दिदी भाइ दाजुभाइ सबलाई बिगार्ने भट्टी हो यो भट्टीले साह्रै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, इन्डियन पाकिस्तानी बङ्गाली सबलाई बिगार्ने यही भट्टी पसल हो बुझेनौ। हाम्रो भट्टी पसलले यो है बुझेनौ। हाम्रो भट्टी पसल साह्रै मान्छेलाई बिगाडिसक्यो यो भट्टी पसलले। यो भट्टी पसल दुबईमा ब्यान गर्दा पनि राम्रो हुन्थ्यो है बुझेनौ। यो चाहिँ हाम्रो चाहिँ यो चाहिँ खाने साह्रै मन लाग्यो है। चाचा चाहिँ एकदम गुड हो। हामी चाचाजीकोमा आउँछौँ अनि हामी यो खाएर अगाडि बढ्न चाहन्छौँ। हामीसँग धेरै पैसा छैन, चाचाजीको मन चाहिँ कस्तो छ त्यो बुझ्छौँ है बुझेनौ। यहाँ सबजना राम्रो हुनुपर्छ के बुझेनौ। हामी यहाँ सबै सेम होइन र, के हाम्रो माया छैन र। कन्टिन्यू हेरौँ है। के चलेका कल दिएका चाचाजी, कल दिएका 2 दिन भीतर राखो। थैंक यू सो मच, अभी कल देता हूँ। दुबईमा पनि सबै मान्छे मजाको नमजाको हुँदैन नै, सबैजना मजाकै हुन्छ बुझेनौ। बुझ्ने मान्छेहरू मजाको हुन्छ, नबुझ्ने मान्छेहरू त्यस्तै हो नि। 1-2 दिन अब हामीले खाएर पनि हामी कहाँ नै जाने हो र होइन बुझेनौ। त्यही भएर 1-2 दिन खाँदा पनि फरक छैन, दिँदा पनि फरक छैन बुझेनौ। त्यही भएर अब माया चाहिँ सबले गर्नुपर्छ होइन। त्यो मन भएको चाहिँ हुनुपर्छ है संसारमा। मनले सबलाई किन्न मिल्छ क्या बुझेनौ, पैसाले केही पनि किन्न मिल्दैन बुझेनौ। कस्तो लाग्यो साथी उहाँको बानी चाहिँ? राम्रो छ होइन। नेपालीमा राम्रो छ, हिन्दीमा अच्छा छ, अब इङ्ग्लिसमा भेरी गुड छ है। अब अरू भाषा त आउँदैन, एकदम भेरी गुड बुझेनौ। म भाइरल त त्यति धेरै होइन होइन। 20वटा भ्यू, 5वटा लाइक, 2वटा कमेन्ट आएर म भाइरल भएको बुझेनौ। त्यो भएर अब मेरो 20वटा भ्यूहरूलाई अनि 5 मेरो लाइक गर्ने मान्छेहरूलाई, 2 कमेन्ट गर्ने मान्छेहरूलाई बुझेनौ।
जे भए पनि सबै इमान्दार हुनुपर्छ होइन मेरो साइड सबै ठिक छ बुझेनौ एकदम बवाल छ हजुरहरूको साइड पनि राम्रो हुनुपर्ने छ होइन त्यस्तै हो माया जो जहाँदेखि हेर्दछौ निकै निकै छ अनि सबैजना उस्तो हुँदैनन् बुझेनौ पाकिस्तानी बङ्गाली अब हुन्छ नि इन्डियन सबैजना त्यस्तो हुँदैनन् के नेपालीहरू सबै सेम एकै खाटोमै लिएर जाग्ने जस्तो हुँदैनन् नि बुझेनौ सबैजना मन भएकै हुन्छन् बुझेनौ 100मा 50 मन भएको 50 मन नभएको हो क्या त्यही भएर अलवेज मेरो साइडदेखि माया छ है माया छ एकदम माया छ अनि जो जहाँदेखि हेर्दछौ होइन निकै माया छ अरू त केही दिन पनि सक्ने नै होइन केही लिन पनि सक्ने त छैन होइन अब सक्दो हेल्प गरिन्छ सक्दो हेल्प मागिन्छ त्यही नै हो होइन तिमी लास्ट बडीपुरा बनाएर होइन सुपरभाइजर हुँदैन फेरि अलिक बडीपुरामा लिएरै मसँग बुझेनौ नेपाली भएर सुपरभाइजरको पारा देखाएर बुझेनौ रुममा आएर उठाइदिएर जबरजस्ती उठिनौ ड्युटी थालेपछि जा नत्र म चाहिँ तेरो 100 ग्राम काट्छु अरे त्यो बुझेनौ नेपाली भइकन यस्तो पेल्दा छु नि फकिन्छ त अझ लाजले घुम्टो ओढ्या छु नि यता लाजले भुतु अब बेलुका युट्युबमा आउँछ है पुरा ल फाइनली अब यस्तै हो के गर्नु है ए मोहन हाम्रो विदेशमा के हो प्याक गरेको खाना कति दिनको भयो यो कति दिनको बासी भात हो बुढा ओ हेलो ओए मोहन तोरी लाउ रे ल लाजले भाग्यो अब यस्तो छ अब नेपालीको पारा बुझेनौ बुढी है के छ हौ खबर आराम एकदम हाम्रो नेपाली उहाँ मेरो यस्तो जिग्री दाइको कसम बुझेनौ अब भेट नभए पनि निकै माया छ है अब हामी नेक्स्ट भेट्नु फेरि मिल्नेछौँ छुट्नको लागि गएको त हाम्रो गर्नुलाई घरतिर पनि निकै माया छ भनिदिनु होला भाउजू अनि अब को हुनुहुन्छ सबलाई फाइनली भर्खर नआएर आएको होइन अब चाहिँ यस्तै हो विदेशमा सबलाई पेल्न नै खोज्ने हो होइन जति सक्दो कोही यहाँ मिल्दैनन् केही बुझेनौ त्यही भएर अब मैले घरमा कल गरेको थिएँ मामालाई कल गरेको थिएँ मम्मीलाई डाकिदिनु न भनिरहेको थिएँ अब 10-15 मिनट आउनुहुन्छ भनेर भर्खर कल गर्नुभएको थियो होइन त्यो भएर आज चाहिँ म यता पहिलोचोटि होइन आफ्नै कमाइले यता लगाएको छु अनि मम्मीले के भन्नुहुन्छ है हेर्नुहोस् है दाजु सो फाइनली घरदेखि कल आयो है अब के भन्नु मम्मी ढोका रे मम्मी सन्चै हुनुहुन्छ भर्खर नआए आज त बिदा होला आज बिदा भर्खर जानुभयो क्या त भर्खर आया क्यामेरा हल्का यस्तो तल गर्नुहुन्न राम्रो यस्तो गर्नु न हो यस्तो टिकटक गर्नु हैन यस्तो सिधा तल गर्नुहुने क्या हल्का क्यामेरा यस्तो मोबाइल कि तपाईँको यस्तो छ यस्तो गर्नुहुने क्या हल्का यस्तो अनि सन्चै हुनुहुन्छ बुवा सन्चै हुनुहुन्छ हल्का बिरामी छ नि बुवा क्या भएको छ देख क्या भयो बुवा न अहिले हरा के सातो न बिरामी हुन छ र अब के नि के भयो त हस्पिटल जाउने अनि कुन्दैन अब एकचोटि पनि फुर्सद हुँदैन के हुन्छ अरे पिरल बसेको छु न के हुन्छ अरे सिउनु पर्छ त्यो सिएपछि सबै पिरल बसेको छु न बेली ऐथी त्यही पिरल जान्छु अनि दिउँसो गर्दछु अब त खाइते भुए साथी भाइजना छलपल्टी बहाल्टी उड्न सक्दैन के भयो टेन्सन मानिकन हो कि
त्यो टेन्सन ल्यायो कि ल्यायो कि टेन्सन माने पनि उनीहरू गुड मर्निङ गाइज माई साइड अल राइट छ बुझेनौ बिहानको सनलाइट आइसकेको छ अनि हाम्रो नेपालमा चाहिँ फाइनली अहिले चाहिँ कति बज्यो अहिले हाम्रो यहाँ कति बज्यो 6:30 नेपालमा 7:30 भयो होला बुझेनौ फेरि पनि यस्तै छ क्या म खुसी किन्नलाई कुदिरहेको छु खुसी अब हुन्छ नि अब के गर्नु अब सबैले चार्ज हो के गर्नु घरमा बुवा बिरामी हुनुहुन्छ अरे हिजो माछा सोध्ने होइन के गर्नु यतिरबाट खुसी किन्दा अर्कोतिरबाट पोखेको नै थाहा हुँदैन कि बुझेनौ त्यही भएर म यति धेरै क्या खुसी किन्नलाई खुसी किनिरहेको छु के गर्नु भगवान्ले पनि चार्ज दिएको त्यही हुनुहुन्छ क्या घरमा बुवा बिरामी हुनुहुन्छ अरे के गर्नु गाह्रो भइरहेको छ नि बुझेनौ जतिखेर पनि परदेशीलाई नै चार्ज हाल्नु भने क्या जसले पनि होइन भगवान्ले नै पेलिराख्नु भएको छ क्या पेल्लु भगवान् हजुरकै दिन छ अहिले पछि मेरो दिन पनि आउला नि कहिले बुझेनौ बिहान अन्डा खाँदै है के गर्नु अब गाह्रो छ नि साथी होइन फुकाला त खै ल मेरो साथी यस्तो गुड राइड छ पुरै खतरा राइड क्या बुझेनौ होइन यस्तै हो चलिरहेको छ अहिलेसम्म चाहिँ होइन आएको पनि सँगै हो जाने पनि सँगै हो होइन दुखारीलाई मात्र चार्ज हानिरहेको छ के गर्नु बाहिर मात्रै हाँसो है फेरि मनभित्र पीडा धेरै छ बुझेनौ परदेशीको हुने नै भित्र पीडा हो क्या खुसारो नै आयो थ्याङ्क यू यार मेरो जिग्रो यार तिमी त छ नि यार मेरो अहिले यो समयको मेरो गुड साथी भनेको तिमी चाहिँ होइन बुझेनौ अनि हाम्रो सनलाइट ल्याउँछ म एकछिन फेरि पनि खाएको नदेखाएको अरे अनि खोसाएको मात्र हुन्छ त अनि खोसाएर मात्र खानु परेन भड्केलाई बिस्तारै अन्डा पनि खायो है सबै राइड भएको बेला कहिले मिस फायर पनि हुनसक्छ कि होइन कहिले अब के भन्छ अब हामीलाई इङ्ग्लिस त धेरै नआउने मान्छे होइन बुझेनौ कहिलेकाहीँ केही कुराको मिस भएर होइन पनि हुनसक्छ बुझेनौ यस्तै हो होइन म खुसी किन्न हिँडेको मान्छे होइन आफ्नो खुसी नै बिर्सिसकेँ कि होइन अहिले त बाबुआमालाई सोच्दै के गर्ने भोलिको दिनमा कसरी के गर्ने भन्दा आफ्नो खुसी बिर्सिसक्यो यार संसारमा यस्तो छोरो म मात्र हो कि सबैजनाले बाबुआमालाई फुल रेस्पेक्ट अनि माया दिउँ है बुझेनौ बाबुआमाले खुसी राखेपछि सब खुसी हुन्छ अरू त पछि जोडिने कुरा हो होइन सबैभन्दा पहिलो कुरो होइन बाबुआमा जोडिएको हो बाबुआमाले जोडाउनु भएको हो बुझेनौ त्यसपछि अरू त पछि आफूले जोड्ने कुरा हो कि पछि त मिलिहाल्छ नि अरू कुरा सबै सिम्पल हो होइन त्यही भएर अरू कुरा पछि मिल्दै जान्छ होइन फर्स्टमा चाहिँ बाबुआमाले एकदम खुसी राख्नुपर्छ है त बुझेनौ आयो मैले चाहिँ म रुममा आइसकेँ फाइनली होइन आजको भिडियो यस्तै नै भयो के कस्तो भयो हेरेर पुरै कमेन्ट गर्नु होला होइन यस्तै हो अब नेक्स्ट भिडियोमा भेटौँला हजुरहरू नाइट ड्युटी हो कि हजुर नाइट ड्युटी हजुरहरूदेखि के पनि चाहिँदैन माया बाहेकै नेक्स्ट भिडियोमा भेटौँला अलवेज माया छ यता साइडदेखि हजुरहरूको साइडदेखि पनि निकै माया हुनुपर्ने चाहिँ त बाई